हेलो नमस्कार एन्ड कोन्निचिवा सबैजनालाई। के छ सन्चै हुनुहुन्छ? आज घुम्न जाँदैछु के भन्ने ठाउँ माचुए भन्ने ठाउँमा घुम्न जाँदैछु। मेरो त्यहाँ हल्का काम पनि छ अनि यसो भिडियो नि बन्छ युट्युबको लागि भनेर यसो घुम्न पनि हुन्छ भनेर माचुए जाँदैछु। हेरौँ आजको यात्रा कस्तो हुन्छ। माचुए मेरो फर्स्ट टाइम हो यहाँ आएर है। ट्रेनमै लाग्दो रहेछ यहाँबाट 3 घन्टा जति। अहिले बिहानी पखको कति बज्यो? 6:33। बिहानी पख 6:30 बजेको समय यो मास्दा भन्ने ठाउँ। अस्ति यही बाटो हो गाडीमा हामी आएर त्यो मैले युट्युबमा हालेँ कि हालेन, त्यो यही बाटो आउँदाखेरिको भिडियो थियो। यो रहेको छ हाम्रो मासुदा स्टेसन। यहाँबाट हाम्रो आज यात्रा सुरु हुन्छ। साथीहरूलाई कुर्दैछु यहाँ। अब साथीहरू आउँछ र त्यसपछि टिकट काटेर 3 घन्टा जतिको यात्रा हुन्छ। We will stop at Matsue. हामी माचुए स्टेसन आइपुग्यौँ। अब हामी यहाँबाट एकैबाट निस्किन्छौँ। यो चाहिँ ताल भने होइन, तर हेर्दा त कस्तो समुद्र जस्तो देख्ने यो, तर ताल रे गाइस। जस हामी बस्ने ठाउँ भन्दा अलिकति चहल पहल दिने ठाउँ जस्तो रहेछ यो। यसले राउन्ड हानिदिन्छ। कति पैसा लिन्छ कि? काठै काट्दैन। सल्लाह हो र? राम्रो भ्यू देखेको छ। ल सुगर यस्तो रहेछ। काठले बनेको छ यो पनि होइन? ल यो रहेछ माचुए क्यासल भन्नु। ए
यहाँबाट टिकट सिस्टम जस्तो छ बाहिर फेरि मन्दिरै हो रुख है उहाँ हेर न मूर्ति टाइम लाग्छ नि त्यहाँबाट त्यो निकाल त्योबाट त्यो निकाल बाटो चाहिँ एकछिन फुलहरू रोपेका रहेछन् कस्तो राम्रो बनाएको है रियल फुल हो नि कस्तो मजाले ल बेच्न त होइन अनि एउटा अचम्म लाग्ने चाहिँ यहाँ रहेछ उयो एउटा अचम्म लाग्ने रहेछ माथि माथि बोट तल मुनि एउटा मात्रै छ कस्तो मजाले सजाएर राखेको यत्तिको अनुहार चाहिँ हुनुपर्छ है कडा रहेछ होला बाजे छ गाइस हाम्रो ठाउँ सीमा माचु निस्किँदो रहेछ है यो कालो फुट्यो फुटेर त निस्किरह नि पास गर्नुपर्छ नि यो त यो भ्याउँदैन नि यो त बहुत ठुलो छ त गर्नु पर्यो क्या एक ठाउँमा डुब्यो अर्को ठाउँतिर कति रहेछ त फेरि यो घर त के हो यस्तो Do not.
फाइनल्ली मास्दा स्टेसन आइपुग्यो। ल साथीहरू, अघि म बिहान यही बाटो हुँदै स्टेसन गएर त घुम्न गएको थिएँ। अब अहिले चाहिँ आउँदाखेरि रात पर्यो है, छिट्टै रात पर्छ नि त आजकल। अहिले कति भयो, 5:30 6 बज्नु लाग्यो अरे। साथीहरू टेक केयर है त।